दर्शक नमस्ते सबैजनालाई। अनि त्यसपछि भन्नु त सबैजना मामुहरू, आइतबार छुट्टी भएर हप्तामा 2 दिन छुट्टी हुँदाखेरि तपाईँहरूलाई तपाईँहरूको बच्चाहरूले कति धेरै दुःख दिएछ भन्नु त कमेन्ट गरेर। यो पालि त झन् आइतबार के अरे शनिबार र आइतबार छुट्टी त भयो। ईद प्लस अर्को खै के छुट्टी थियो, 4 दिन लगातार छुट्टी थियो हेर्नु। 4 दिनमा यति परेशान गरेछ बच्चाले, यति धेरै परेशान गरे त्यो बिचरा, के भन्ने म है। अनि त्यसपछि भातबटिनी लाने, म त्यहीँ खान्छु, आइसक्रिम खान्छु भन्ने जबरजस्ती। अनि आज चाहिँ हामी गएको थियौँ भातबटिनी। यो आजको भिडियो चाहिँ होइन है, यो आज गएको होइन, हामी हिजै गएको, आज त छोरी स्कुल गइन्। अनि त्यसपछि भातबटिनी गएर अनि पुरै भातबटिनी घुमाइदियौँ। अनि त्यसपछि सामानहरू पनि हल्का सपिङ गऱ्यौँ। अनि त्यसपछि छोरी पनि खुसी भइन्। अनि यसरी हामी चाहिँ मजाले घुमेर आज आएँ। म छोरीलाई सोध्छु है त कस्तो लाग्यो भनेर। यहाँ छोरी कति खुसी भएको छ, यो त भिडियो आफै बोल्छ होइन, त्यही पनि छोरीलाई म सोध्छु। छोरी अन्सु, हजुर, तिमी अस्ति के अरे भातबटिनी घुम्न गएको थियौ नि, कस्तो लाग्यो? राम्रो। यो भिडियो हेर्दै भन त तिमीले के गरेको थियौ, साथीहरूलाई गाई चल्ला भन्थ्यौ त? मम्मा मलाई यो डोल पनि चाहियो। अनि त्यति बेला के भन्थ्यौ तिमीले? त्यो छोटा है मुझे नै चाहिए भन्थे होइन? त मलाई कछुवा चाहियो। अनि अस्ति किन ल्याएनौ त? अस्ति के लिएर आयौ? भातबटिनीबाट के लिएर आयौ तिमीले? खानेकुरा, पिङ्ग अस्ति खानेकुरा पछि भन्ने, अहिले पछि अर्को भिडियो बनाउने। यो खेल्ने कुरा के ल्यायो भन्थ्यौ त गाईचरलाई? एनिमल मात्रै ल्याए। एनिमलमा के थियो? अहिले पछि त्यसमा अर्को भिडियोमा भनौँला है। अनि हामी चाहिँ यसरी घुम्दै गयौँ। अनि त्यसपछि यो चाहिँ कुन डिपार्टमेन्ट हो? खेलौनाको डिपार्टमेन्ट हो। ए बाबालाई तिमीले के देखाएको यो? के देखाएको याद गर त, हेर न। पिज्जावाला सेट खेल्ने कुरा नि। वाउ, त मलाई चाहियो। त्यो राम्रो थिएन, त्यही भएर त हामीले एनिमल ल्याएको हो के न? मलाई चाहियो। एनिमल हामी यसरी चेकआउट गऱ्यौँ यहाँबाट, मतलब गरेर हामी अर्को फ्लोरमा गएको। अनि त्यसपछि हामीलाई चाहिँ बाबाले त हातै दुख्यो भन्नुभएको। अनि त्यसपछि हामीले सानोलाई चाहिँ हालिदियो टोकरीमा हालेर चाहिँ हामी यसरी घुम्दै अझै हामी त के भाँडा पसलतिर गएको त खिच्नै पाएन, कति लामो भिडियो हुन्थ्यो होला है। ओके, हामी यसरी